जहिले पनि नेपाली झन्डा छोएर एउटा तराजु लिएर हैन जजहरूले डिसिजन गर्छ। जहिले पनि शिर उपरमा देश राखेको हुन्छ। तर आज यो हाम्रो शिर उपरमा हुने फ्ल्याग झन्डा कता कता मैले न्यायाधीशज्यूहरूले कुल्चेको अनुभव गरिरहेको छु। मैले मात्रै हैन, सम्पूर्ण नेपाली जनताले आज कता कता न्यायाधीशले यो हाम्रो देशको झन्डा टेकिरहेको अथवा आगो लाएर डढाइरहेको जस्तो हामीले अनुभव भइरहेछ। यसको मतलब स्टेट फेलियर हुन्छ। यस्तो किसिमको डिसिजनले चाहिँ स्टेट फेलियर हुन्छ। किनभने न्याय प्रणालीमा सही तरिकाले चाहिँ डिसिजन भएन भने स्टेट फेलियर हुन्छ। स्टेट फेलियर भएपछि चाहिँ यो झन्डाको अस्तित्व रहँदैन। यो झन्डाको अस्तित्व रहेन भने यो झन्डा मुनि म छु भनेर चाहिँ न्यायाधीशहरूले सोच्नुपर्ने अवस्था देखिरहेछौँ। र अहिले सम्पूर्ण नेपालीहरूको मनमा अलिकति चिसो पसिसकेको छ हैन। जसरी पहिले राजनीतिक पार्टीहरूको एक्टिभिटीले नेपाली जनताको मनमा चिसो पसेर जेन्जी आन्दोलन भएको थियो हैन। त्यस कारणले म के भन्न चाहन्छु भने चाहिँ तपाईहरुको डिसिजनले चाहिँ अलिकति नेपाली जनताहरू अलि सशंकित भएको देखिन्छ। यो अब हरेक एक्टिभिटीमा यो जति पनि हामीले हेर्दाखेरि फेसबुक खोलेर हेरौँ या इन्स्टाग्राम खोलेर हेरौँ या न्युज खोलेर हेरौँ हैन, मान्छेहरू कति चाहिँ बोल्नु डराइरहेछ। तर म चाहिँ के भन्न चाहन्छु भने न्यायाधीशज्यूहरूलाई तपाईहरुको फैसला चाहिँ अलिकति सही तरिकाको नभएको चाहिँ हामी जनताहरूले फिलिङ भइरहेछ हैन। त्यसकारणले म के भन्छु भने तपाईहरु सुत्रिनुहोस् है, डिसिजन सही गर्नुहोस्। किनभने थुप्रै काण्डहरुमा जुन कुरा तपाईहरुले अहिले चाहिँ स्टे अर्डर दिँदै फैसला गर्दै जानु हुँदैछ नि, यसले चाहिँ देशलाई चाहिँ भड्खालोमा लाँदैछ। र मेरो यो 36-37 वर्षको अध्ययनले देश कसरी स्टेट फेलियर हुन्छ, देश गरिब र धनी कसरी हुन्छ, र देशमा ल एन्ड अर्डर राम्रो भएन भने के हुन्छ देश भनेर पढ्दै आएको एउटा नाताले म तपाईहरुलाई एडभाइस दिन सक्छु। तपाईहरुले न्यायाधीश गरेको कति वर्ष भयो थाहा छैन, तर मैले चाहिँ अलिकति पढ्दै आएको के हैन। मैले कानुन त पढेको छुइनँ, तर अरूले गरेको डिसिजन जुन जुन देशमा कसरी चाहिँ जजहरूले डिसिजन गर्छ र कसरी देशहरू धनी गरिब हुन्छ र देशमा ल एन्ड अर्डरलाई कसरी जनताले मान्छ, विश्वास गर्छ, ट्रस्ट गर्छ भन्ने चाहिँ पढ्दै आएको हुनाले चाहिँ अहिले चाहिँ अब बिस्तारै पहिले चाहिँ जति पनि एउटा मान्छेको मोभमेन्टले गर्दाखेरि राजनीतिकको पार्टीकोतिर सबैले दोष देखाइरहेको थियो के, दोष सबै देखाइरहेको थियो र तपाईहरु बचिराख्नु भएको थियो के, दोष चाहिँ राजनीतिक पार्टीले खत्तम गर्यो भनेर। तर अहिले चाहिँ अब राजनीतिक पार्टी चाहिँ स्थिरता सरकार आएको छ रासोपाको हैन। त्यसकारणले त्यतातिर सोझाउने भन्दा पनि अहिले चाहिँ तपाईहरुले फैसला कस्तो गर्नुहुन्छ भनेर जनताहरु पर्खिरहेछ अनि हेरिरहेछ। तर तपाईहरुको फैसलाबाट अहिले चाहिँ झनै 80% जनता खुसी छैन। अब तपाईहरु सुत्रिनु पर्ने हो कि होइन हैन। त्यसकारणले चाहिँ याद गर्नु होला, तपाईहरुको फैसलाबाट चाहिँ अहिले जनता खुसी छैन। यो प्रष्ट तरिकाले म तपाईहरुलाई भन्छु। म यो 36-37 वर्ष अध्ययन गरेको कारणले हैन, कानुनहरु चाहिँ सही तरिकाले चाहिँ लागू गराएन भने देश कसरी खत्तम हुन्छ र देश खत्तम हुँदाखेरि चाहिँ न्यायपालिका कसरी चाहिँ खरानी हुन्छ हैन, विश्वासबाट हट्छ जनताको विश्वासबाट। त्यसकारणले तपाईहरु सबै नभए पनि केही न्यायाधीशहरुको भाइसले अथवा फैसलाले चाहिँ देशलाई चाहिँ अलिकति नराम्रो ठाउँतिर लाँदैछ र तपाईहरु पनि त्यो खाल्टोमा त्यो पहिरोमा पर्नु हुँदैछ र हाम्रो विश्वासबाट तपाईहरु बिस्तारै टाढिनु हुँदैछ। मेरो मात्र होइन, सम्पूर्ण देशवासीहरुको विश्वासबाट टाढिनु हुँदैछ। त्यसकारणले म हात जोडेर के भन्दैछु भने तपाईहरु अब सुत्रिनुहोस् हैन। मेरो अनुभवमा र मेरो स्टडीले मेरो लास्ट पढाइले के देखायो भने देश यदि बिग्रिन्छ भने त्यो राजनीतिक पार्टीले बिगार्दैन। त्यो देश बिग्रिन्छ भने न्यायालयको सही डिसिजन नभएर बिग्रिन्छ। तपाईले यदि सही डिसिजन गर्दै लानु हो भनेदेखि देश आफै अटोमेटिक आफ्नो ट्र्याकमा जान्छ। तर तपाईहरुले आज तपाईहरु आफ्नो ट्र्याकबाट चाहिँ खुस्किएको देख्दैछु म हैन। सबै न्यायाधीश नभए पनि केही न्यायाधीशहरूले फैसला गरेको हेर्दाखेरि आम जनता अब निराश भएको छ है, निराश भएको छ। यो निराशले चाहिँ तपाईहरुलाई भोलि डराउनु नपरोस्। किनभने देश त डर्छ र तपाईहरुको अस्तित्व पनि डर्छ र तपाईहरु प्रति हामीले गरेको विश्वास सकिन्छ। त्यसकारणले म हार्दिक न्यायालय
प्रति औला उठाउँदै अनुरोध गर्दछु। धन्यवाद।